एभ्रिवान। आज चाहिँ दिन अलिकति उक्रिएको छ र आज चाहिँ मेरो साथीको भाइ बित्नु भएको थियो है। आज चाहिँ भाइको अन्त्येष्टि क्रिया भनौँ न, आज चाहिँ चोखिने दिन हो र साथीलाई पनि भेट्नु होइन, शोक संवेदना प्रकट गर्नु भनेर चाहिँ हामी चाहिँ अब म र भाइ छु जानु आँटेको र हामी चाहिँ हिँडेर हाइकिङ गरेर जाने भनेर सोचेर हामी चाहिँ अब घरबाट निस्किन आँटेको। के कसो हुन्छ अहिले जाँदाखेरि है, हाइकिङको सम्भावनाहरू छ छैन त्यो जग्गातिर होइन, त्यो तपाईँहरूले भनिदिनुहोस् होला। मेरो भिडियो हेरेर म तपाईँहरूलाई अहिले भिडियो देखाउँदै लानेछु कहाँदेखि कहाँ जान्छ भनेर होइन, त्यो जग्गाहरू हुन्छ लागेको अब होइन भाइ। कहाँ गएको रे भाइ हामी? पुबुङ बस्ती गएकै। हामीले चाहिँ त्यहाँबाट पहिला अदुवा चाहिँ बोकेर डोकोमा बोकेर चाहिँ हामीले ल्याउँथ्यो। आज हामी त्यही रुट भएर चाहिँ हाइकिङको एकदमै सम्भावना बोकेको रुट छ त्यो। त्यहाँबाट चाहिँ तपाईँको पुबुङ निस्केर रामपुरी होमस्टेहरू भएर चाहिँ माथि नर्सरीहरू छ, मन्जुश्री नर्सरीहरू भएर माथि 6 माइल निस्किन्छ हो। त्यो चाहिँ आज हामी तपाईँहरूलाई देखाउँछु। त्यही रुट जाँदैछ। पानी पर्ने सम्भावनाले चाहिँ अलिकति डिस्टर्ब गर्छ जस्तो छ र पनि स्टे ट्युन नै। यहाँनिर मेरो घरदेखिको यहाँसम्म चाहिँ तपाईँको लगभग 200 मिटर 300 मिटरहरू होला। यो चाहिँ कच्ची सडक छ, यहाँ चाहिँ बनाउनु सकेको छैन हामीले अहिलेसम्म। र यो चाहिँ तपाईँको पुबुङ जाने बाटो भयो। पुबुङहरू है, यहाँबाट तपाईँको उता तपाईँ चाहनुभयो भने लप्चू 11 माइलसम्म निस्किनुहुन्छ। अनि यहाँबाट चाहिँ तपाईँको यता मङ्पू जाने बाटो हो। यो चाहिँ टवा हो हाम्रो। र यहाँबाट चाहिँ अब हामी चाहिँ उकालो गएर रम्बी खोलाहरू हुँदै भएर चाहिँ हामीले पहिला वनभात खेल्ने जग्गा पनि म तपाईँहरूलाई देखाइदिन्छु। पिकनिक भन्छ है अङ्ग्रेजीमा त, र हामीले चाहिँ त्यसले वनभातै भन्नु रुचाउँथ्यो। अहिले पनि मलाई वनभात भनेको मनपर्छ। र हामी रम्बी खोला आइपुगिसकेका छौँ। रम्बी खोलामा चाहिँ हर घर जल योजनाको केन्द्र सरकारको जुन चाहिँ स्किम छ, त्यो स्किमद्वारा बनिएको यो वाटर सप्लाई ट्याङ्क होइन, यो पुरानो रम्बी खोलाबाट नै फेरि नयाँ प्रोजेक्टको लागि पनि पानी लाने भनेर चाहिँ यसरी बनाइएको छ। यहाँनिर एउटा काठको पुल थियो, त्यसलाई पनि डिसमेन्टल गरेर अहिले आइरन ब्रिज बनाएको छ। यसरी आइरन ब्रिज बनाएको छ यसरी। र यो बाटोहरू चाहिँ हाम्रो लागि चाहिँ के भन्नुभयो, यो बाटोहरू चाहिँ हाम्रो लागि चाहिँ एकदमै फेमिलियर भनौँ न है। हाम्रो पानी पँधारा हो हाम्रो यो बाटोहरू चाहिँ होइन। हामी यहाँ आउँछौँ, सानोमा झन् पुरा आउँथ्यौँ यहाँनिर हो यो बाटोमा चाहिँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू, यहाँनिर चाहिँ एनुग्रेसन पनि भएको छ यो ब्रिजको। तपाईँहरूलाई म ब्रिज पनि देखाउँछु, यसरी एनुग्रेसन भएको छ। यो चाहिँ तपाईँको रम्बी खोला हो। यहाँनिर चाहिँ बेला बेला चाहिँ तपाईँलाई यसलाई सफा गर्ने काम हुन्छ। रम्बी खोला हो, यहाँनिर चाहिँ बारबेर गरिएको छ अहिले चाहिँ। यहाँ माथिबाट चाहिँ हामी रम्बी खोला उकालो भनेर चाहिँ हामी यो जङ्गलहरू चाहिँ यहाँ उकालो जान्थेँ। अहिले जानु छोड्यो, पहिला एकदमै सफा थियो बाटोहरू। यो चाहिँ यहाँनिर स्टोरेज गरेको छ, पहिलानिर स्टोरेज गरेको पानी हो यो। हामी चाहिँ यस्तो जग्गामा बस्छु है, म चाहिँ विशेष गरी यहाँनिर छु। यो बाटो चाहिँ तपाईँको पहिला, यो पुल चाहिँ तपाईँको पहिला धुप्पीको पुल थियो है। त्यति बेलाको बाजेहरूले होइन आफ्नो विचारले आफ्नो दिमाग लाएर होइन, त्यति बेला त अब इन्जिनियरिङहरू त्यस्तो केही थिएन, नापजोखको हिसाबमा उहाँहरूले गर्नुभएको थियो। अब यो त प्रपरली इन्जिनियरिङमा बनाएको हो नि त। अहिले चाहिँ आइरन ब्रिज बनाएको छ यो है। यहाँबाट चाहिँ अब हाम्रो रम्बी बिच कमानको कमान चाहिँ सकिन्छ। यहाँबाट चाहिँ उता चाहिँ रम्बी खोला रन्जुबिलीको कमान चाहिँ सुरु हुन्छ। यहाँ देख्न सक्नुहुन्छ, यहाँनिर तपाईँहरू आएर पिकनिकहरू खेल्न सक्नुहुन्छ। तर पिकनिकहरू खेलेर तपाईँले एकदमै यो जग्गाहरूलाई चाहिँ सुरक्षित राखिदिनुहोस् होला होइन, हाइजिन राख्नु पऱ्यो होइन। यो चाहिँ हाम्रो प्रोपर्टी हो नि त, त्यो प्रोपर्टी भएकोले गर्दाखेरि यहाँदेखि चाहिँ अब रन्जुबिलीको कमान सुरु हुन्छ। रन्जुबिलीको कमान सुरु हुन्छ, यस्तो छ। यो ढुङ्गा छ, यहाँबाट यस्तो गयो। यहाँबाट चाहिँ अब सर्टकट 35 उकालो भन्छ। यहाँबाट चाहिँ अब तपाईँको उकालो चाहिँ रन्जुबिली पुग्छ। रन्जुबिलीले चाहिँ तपाईँ नन स्टप हिँड्नुभयो भने 45 to 30 मिनट्समा तपाईँ
रन्जीवली पुग्नुहुन्छ। यहाँबाट हाइकिङ गर्ने एकदमै दामी रोड छ यो। अब हामी चाहिँ यता जानुपर्छ, हामी चाहिँ किनभने उता पारी जानुपर्छ, कालीखोला काटेर जानुपर्छ। थ्याङ्क यू सो मच। भर्खर हामी पानीधारा आइपुग्यौँ, किनभने अलिकति गलत भयो बाटो, त्यो भएर यो चाहिँ पानीधारा भन्छ, अलिकति गलत भयो हामी। अब चाहिँ जुगाहरू पनि आउनु थाल्यो खुट्टातिर हो। हामी जाँदैछौँ, यी पौलेको छ डल्लै, पौलेर मजाको भएर सरियो। हेर्नुहोस् है, अब यहाँबाट चाहिँ हामी फटाफटी जब बाटो नछोडी जाने हो। अहिले तपाईँको 12:30 भएको छ, लगभग 1 बजी 1:30मा 1:30 हुनु आँट्दा चाहिँ हामी पुग्छौँ। टार्गेट हाम्रो त्यो छ, किनभने हिँडाइको स्पिड एकदमै रफ्तार कडा छ हाम्रो। फेरि फर्किनु पनि पर्छ होइन, पानी हुनुपर्ने सम्भावना छ, फर्किनु पनि पर्छ। त्यो कारणले गर्दाखेरि हाम्रो चाहिँ यस्तो छ। त्यहाँ जानै पर्थ्यो साथीकोमा होइन, जानै पर्छ, साथीलाई भेट्नु पनि अरू कामहरू पनि छ हो। यो चाहिँ पानीधारा हो, यहाँनिर चाहिँ पिकनिक खेल्ने जग्गाहरू छ, पिकनिक खेल्छ है। आगो फुको बनाएर खानापिना बनाएर खान्छ यहाँतिर चाहिँ। बाटो कन्फ्युज भयो म पनि एकदमै, के भएको रहेछ भन्दाखेरि चाहिँ ठोट्ने घुम्तीमा चाहिँ ठुलो पहिरो गएको रहेछ नि त तपाईँको। यो पहिरोमा चाहिँ आइपुग्दा चाहिँ टक्कै चिनेँ मैले जग्गा हो, नभए चाहिँ म कन्फ्युजै भएको थिएँ। यस्तो रहेछ यहाँ चाहिँ। अब यो चाहिँ खासमा सम्म परेको जग्गा थियो, यहाँ चाहिँ तपाईँको भिड चाहिँ भिडै थियो, हाइटै थियो, तर पनि नजानु पर्ने हो। तर रुखसँगै डल्लै पल्टेको रहेछ यहाँ चाहिँ। यो ममको के को रुख होला, डल्लै पल्टेको छ यो चाहिँ। रेडिमेड खोइ, रेडिमेड यहाँ चाहिँ रेडिमेड छ। यो चाहिँ अब युज गर्दा पनि हुन्छ, यसलाई चाहिँ अलिकति टुक्रायो हो, टुक्राएर युज गरिहाल्ने खालको। हेर्नुहोस् न, यसको सदुपयोग गर्न जानेको छैनौँ क्या हामीले, दुःख चाहिँ त्यहाँ लाग्छ। अर्ग्यानिक जस्ट अहिले मैले भिडियो बनाउनु मिस गरेँ। लाइभ आउँदा रेकर्ड गर्दै थिएँ, मृग हट्टै यो केपबाट चाहिँ निस्केर गयो। यो चाहिँ केप ओडाएर रहेछ यहाँनिर, यहाँ चाहिँ मृग बस्छ है यो भित्र। हामी चाहिँ अब यहाँ पारी देख्नु थाल्यो, यहाँतिर देख्दैछ हातेढुङ्गा भन्ने जग्गामा चाहिँ हामी आइपुग्यौँ। यहाँले चाहिँ हातेढुङ्गा भन्ने जग्गामा चाहिँ यहाँ भाइलाई कस्टमरले वक्कै लाएर बात मार्दैछ। हामी चाहिँ हातेढुङ्गा भन्ने जग्गामा आइपुग्यौँ। मोरलेस हामीले ज्यादा जस्तो हिँडिसकेको छौँ, तर अझै पनि छ हिँड्नु चाहिँ। हामी चाहिँ भिडियो बनाइ पठाएन होइन, म हामी चाहिँ 1 घन्टा भयो हिँडेको, घरबाट हिँडेको है, पुगेको छैन गन्तव्यतिर। यहाँ चाहिँ हाम्रोतिर चाहिँ यसरी हेर्नुहोस् है, यो तिर्खा मेट्नुको लागि धाराहरू राखिएको हुन्छ जग्गा जग्गा। यहाँ चाहिँ हामीले फाइनल्ली पानी खाने धारा भेट्यौँ, मुखसुख पखालेर। अब चाहिँ फेरि गएको यात्रा चाहिँ तय गर्नुपर्ने छ। हामी हेर्दै गर्नुहोस् भिडियो ल हजुरहरूले। 3 पवाको यात्रा चाहिँ हामीले तय गरिसकेका छौँ। यहाँबाट देख्नुहुन्छ तपाईँहरूले हाम्रो गाउँहरू। हामी 2 भाइ बल्ल बल्ल उज्यालो जग्गामा निस्क्यौँ। यस्तो पटेर डल्लै तडेर आएको हामी चाहिँ। मजा आइरहेको छ, एउटा फिल भइरहेको छ क्या, रहेछै भन्ने भइरहेको छ कि। अन्त कोही कोही बेला यसो आफूलाई पनि जाँच गर्नु अरे नि त। हामी चाहिँ यहाँनिर आइपुग्यौँ मोरलेस। हामीले 3 पवाको यात्रा तय गरिसकेका छौँ। अब यहाँ हेर्नुहोस्, यहाँनिर चाहिँ हामी पहिला यहाँ पुबुम रामपुरियाबाट चाहिँ अद्द बोकेर आउँथ्यौँ। अद्द बोकेर आएर चाहिँ यो जग्गामा बिसाउँथ्यौँ। यसलाई चाहिँ तपाईँको धरापे भनेर भन्छ। यो जग्गालाई चाहिँ यहाँ बिसाउने जग्गाहरू पनि छ। हामी चाहिँ ढोका खाजासाजा खाएर हामी चाहिँ यहाँ बिसाउँथ्यौँ। हेर्नुहोस् है यहाँनिर, यो चाहिँ भ्यू पोइन्ट जस्तो पनि छ। यहाँ तल बग्दै गरेको काली खोला हो, यो बग्दै गरेको काली खोला हो। यहाँ हेर्नुहुन्छ, हामी चाहिँ ऊ पर जानुपर्छ। यो घर चाहिँ मेरो साथीको हो, यहीँ जानुपर्छ आज। यस्तो छ ओ तलको 2-3 नम्बर बाँसधुरा, यो काली खोला हो बग्दै गरेको चाहिँ। यो चाहिँ धरापे भन्छ। यहाँ चाहिँ जानुपर्छ हाम्रो।
साथीको घर यहाँनिर उसको भाइ बितेर आज त्यहीँ गएको हामी चाहिँ यहाँ जानुपर्छ। पुबुम रामपुरे बस्ती भन्छ यसलाई चाहिँ होइन, पुबुम बस्ती भनेर भन्छ यसलाई चाहिँ। हेर्नुहोस् घरहरू आइपुग्यो। अब हामी चाहिँ गाउँ आइपुग्न आँट्यौँ। अब यहाँ ओह्रालो झरेर चाहिँ हामी काली खोलातर्फ जानु लागेको। काली खोला आइपुगेर चाहिँ पारिपट्टि हामी गाउँ जान्छौँ। ऊ पर दिँदै गरेको बाटो भएर हामी जान्छौँ। यहाँबाट चाहिँ यो बाटो भएर चाहिँ हामी जान्छौँ। फाइनल्ली अहिले मेरो घडीमा 1:30 भएको छ। काली खोला आइपुग्यौँ। यो काली खोला चाहिँ कुन चाहिँ काली खोला भन्नुहुन्छ होला भने तल NH10 मा जुन चाहिँ रम्बीमा एउटा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ NHPC को, त्यो जग्गामा निस्किने जुन चाहिँ यो खोला छ, यो खोला चाहिँ रम्बी खोला र यो काली खोलाको दुईटा ठुलो ठुलो खोलाहरू हो। यो खोलाहरूको पानीद्वारा चाहिँ त्यहाँनिर चाहिँ एउटा रम्बीमा चाहिँ रम्बी खोला काली खोला गरेर प्रोजेक्ट NHPC को प्रोजेक्ट चलिरहेको छ। यो चाहिँ काली खोला हो। हेर्नुहोस् है, काली खोला यस्तो ब्रिज रहेछ यहाँनिर, यसरी बनाएको रहेछ। यो तरेर चाहिँ हामी जाँदैछौँ। अब चाहिँ हामी फाइनल्ली पुबुमको भूमिमा टेक्दैछौँ। यहाँबाट चाहिँ माथलो गाउँ जान्छ है। हामी जाने चाहिँ यहाँबाट तेर्सो हो। यहाँबाट तेर्सो साथीको घर जाने बाटो चाहिँ यो हो। हामी चाहिँ यहाँबाट तेर्सो हो। साथीको घर जाने बाटो। पहिला यो बाटो पुरा हिँडेको हामी, पुरा हिँड्थ्यौँ हामी, पुरा आउँथ्यौँ नि त पहिला। अचेल चाहिँ अब आफ्नो आफ्नो बिहाहरू गरेपछि चाहिँ आफ्नो आफ्नो व्यस्तता हुँदो रहेछ नि त, आफ्नो आफ्नो केही न केही गर्नुपर्ने हुँदो रहेछ। त्यो भएकोले गर्दा आउनु पाइँदैन क्या त्यस्तो। हाम्रो चाहिँ यो भइसकेको छ हालत। हामी हिँडेको लगभग 1.5 घन्टा भएछ भाइ। हाम्रो चाहिँ हालत यस्तो भइरहेको छ। पानी बोकेको छौँ हामी दुई भाइले नै। हामी चाहिँ पानी बोकेर हिँड्छौँ नि, जहाँ जाँदा पनि पानी चाहिँ ब्याग एउटा हुन्छ, पानी हुन्छ। हामीलाई चाहिने सरसामान चाहिँ हामी अलरेडी बोकेर हिँड्छौँ। त्यो सबै हामी हिँडिसकेको यस्तो। हामी अहिले खाजाहरू पनि सकेभर म त खाजा पनि घरबाटै बोकेर हिँड्छु अहिले चाहिँ। दार्जिलिङ जाँदा सिलगढी जाँदा घरको खाना जस्तो खाना मिठो हुँदैन हो। 1.5 घन्टा अलिकति ज्यादा हिँडेर चाहिँ फाइनल्ली हामी चाहिँ गाउँ आइपुग्यौँ हो। यसो गाउँ आइपुग्यौँ है हामी चाहिँ अहिले चाहिँ। यहाँ चाहिँ टोटली खासमल हो, बस्ती आउँथेन नि, सक्थेन नि त्यो त। यत्रो हिँड्नु कहाँ सक्थ्यो, गरम रहेछ नि। कस्तो चाहिँ गरम मान्छ तिनीहरू। हेर्नुहोस् नि बस्तीमा चियापत्तीहरू लगाएको रहेछ मजाले। यत्रो घरहरू बनिसकेछ नि त यहाँ त। बहुत भएछ म नआएको। हेर्नुहोस् नि घरहरू पनि बनिसकेछ। हेर्नुहोस् न बारी रेडी गरिरहेछ, सायद अदुवाको लागि होला। यस्तो दामी बारी छ। यहाँ तल चाहिँ यहाँ चाहिँ लास्ट इन्ड गाउँ हो यहाँको। हामी चाहिँ फाइनली आइपुग्न आँट्यो अब चाहिँ।